सबैजनालाई जय मसी। र धेरैचोटि हामीले हाम्रो परमेश्वरलाई, हाम्रो महान परमेश्वरलाई, जसले तपाईँलाई यो सुन्दर जीवन दिनुभएको छ, उहाँलाई गोठालो जस्तो नै हामीले बनाइराखेका हुन्छौँ होइन। त्यो गरिदेऊ, यो गरिदेऊ, यस्तो गरिदेऊ, उस्तो गरिदेऊ। के तपाईँको गोठालो हो परमेश्वर? होइन। हामीले गलत सोचिराखेका छौँ, गलत विचार गरिरहेका छौँ। परमेश्वर को हुनुहुन्छ भन्ने विषयमा म तपाईँलाई अन्तिममा भनेछु। यो कुरोलाई तपाईँले सुरुदेखि अन्तसम्म सुन्नुहोला। धेरैचोटि हामीले भन्छौँ, प्रभु मलाई सुधार्नुहोस्, प्रभु मेरो छोराछोरीको भविष्य तपाईँको हातमा छ भन्छ हामीले। हो ढुक्कै। प्रभु हाम्रो बाख्राहरूलाई सुरक्षा गरिदिनुहोस्। के परमेश्वर तपाईँको बाख्रालाई सुरक्षा गर्ने हो? प्रभु मेरो सुँगुर बिमार छ, चङ्गाई गरिदेऊ भनिराखेको हुन्छ। त्यो गरिदेऊ, ऊ गरिदेऊ, हेनतेन गरिदेऊ। चर्चमा लडी गरेर पवित्र आत्मा आउनुहोस् मेरो जीवनमा भनिराखेका हुन्छौँ। अनि हामीले वचन पनि दाबी गर्छौँ। भन्सँग 30 अध्याय त्यहाँ लेखेको छ, अङ्ग्रेजीमा पनि लेखेको छ, द लर्ड इज माई सेफर्ड लेखेको छ। ठिकै हो। तपाईँले जुन कुरा सोच्नु हुँदैछ, परमेश्वर हाम्रो गोठालो हुनुहुन्छ, उहाँले हामीलाई रक्षा गर्नुहुन्छ, हामीलाई उहाँले हरियो खड्कामा सुताउनुहुन्छ भनेर लेखेको छ। तर गोठालो भन्नुको मतलब तपाईँको त्यो घर हेर्ने, तपाईँको बाख्रा, तपाईँको गाई हेर्ने, तपाईँको सुँगुर हेर्ने, तपाईँको कुनिकी हेर्ने, सबै कुरो, तपाईँको जुन शरीरको कुराहरू छ त्यो हेर्ने गोठालो हुनुहुन्न। उहाँ हाम्रो आत्मिक गोठालो हुनुहुन्छ। सेफर्ड भन्नुको मतलब तपाईँको काम गर्ने नोकर होइन परमेश्वर, तपाईँको कुनै के गरिदिने नोकर होइन। म तपाईँलाई भन्न चाहन्छु, तपाईँले पवित्रताको जीवन जिउनुहोस् अनि परमेश्वरको वचन अनुसारको जीवन जिउनुहोस्। तपाईँले प्रार्थना गर्नु पर्दैन, मलाई सुधार्नुहोस्, मेरो कुनै के गरिदिनुहोस्। त्यो आफै आफ अटोमेटिकली हुन्छ त्यो, किनभने त्यो सबै कुरो आशिष प्रभुले तपाईँले मलाई दिनुभएको छ। अनि आफू चाहिँ सुध्रिने कोसिसै गर्दैन, प्रभुलाई भनिराखेको हुन्छ, प्रभु मलाई सुधार्नुहोस्। उसले चाहिँ एक स्टेप पनि बढाउँदैन। हो, परमेश्वरले बुद्धि दिनुभएको छ, तपाईँलाई ज्ञान दिनुभएको छ। बजारमा गएर 2 इन्ची, 3 इन्ची, 4 इन्ची, 5 इन्चीको काँटी लिएर कडा परेको त्यो बाक्कलहरूले तपाईँको बाख्राको खोरो ठोक्नु चित्तले पनि लाँदैन। हो, बुद्धि दिनुभएको छ। हामीले त परमेश्वरलाई भनिराखेको छ, प्रभु हामी सुत्छौँ, तपाईँको हातमा राख्छौँ भन्छ। के परमेश्वर चाहिँ तपाईँको रातभरि त्यो रुङ्ने परमेश्वर हो? म अझ तपाईँलाई भन्न चाहन्छु, हाम्रो परमेश्वर चाहिँ त्यो सेपर्ड हुनुहुन्छ। हाम्रो परमेश्वर चाहिँ त्यो गोठालो हुनुहुन्छ, आत्मिक गोठालो। जब तपाईँ गलत बाटोमा लाग्नुहुन्छ नि, तब चाहिँ परमेश्वरले तपाईँलाई खै गर्नुहुन्छ। तब तपाईँलाई उहाँले गोठालो गर्नुहुन्छ, त्यो असल बाटोमा आइज। जब तपाईँ आत्मामा कमजोर हुनुहुन्छ नि, तब चाहिँ उहाँ हाम्रो असल गोठालो भएर आउनुहुन्छ। त्यति बेला तपाईँले पुकार्नुहोस्, प्रभु म आत्मामा कमजोर छु, म आत्मामा गरिब छु, तपाईँले मलाई सेफर्ड गर्नुहोस्। त्यति बेला बढ्नुहोस्। त्यति बेला होइन कि तपाईँ बिमार हुँदा, तपाईँ कुनै के हुँदा, तपाईँ कमजोर हुँदा, तपाईँको नोकरी, तपाईँको बाख्रा बिमार हुँदा, तपाईँको सुँगुर बिमार हुँदा, तपाईँको छोराछोरी कुनै के हुँदा, त्यति बेला बोलाउने होइन प्रभुलाई। जब तपाईँ आत्मामा गरिब हुनुहुन्छ नि, जब तपाईँ आत्मामा लड्नुहुन्छ, तपाईँ परीक्षामा पढ्नुहुन्छ, तब परमेश्वरलाई बोलाउने। तब चाहिँ परमेश्वर तपाईँ अनि मेरो आत्मिक गोठालो भएर आउनुहुन्छ। हालेलुया। जब तपाईँको जीवनमा लोभ, ईर्ष्या, घमण्ड, व्यभिचारका कुराहरू, चोरीका कुराहरू, ढाँट्ने कुराहरू, थुप्रो कुराहरू तपाईँको जीवनमा आउँछ नि, तब चाहिँ तपाईँले भन्नु सक्नुहुन्छ, प्रभु तपाईँले मलाई सेफर्ड गर्नुहोस्, तपाईँले मलाई गोठालो गरिदिनुहोस्। प्रभुको वचनले भन्छ, तपाईँले पढ्नुभयो भने मेरो ओठमा के राखिदिनुहोस्, पालेर राखिदिनुहोस्। तब चाहिँ तपाईँले भन्नु सक्नुहुन्छ, प्रभु मेरो ओठमा पालेर राखिदिनुहोस्। तर हामीले के गर्छौँ, प्रभु अब हामी सुत्छौँ, हाम्रो सबै तपाईँले रक्षा गरिदिनुहोस् भन्छ। परमेश्वर चाहिँ रातभरि तपाईँको गोठालो गर्दै बस्ने परमेश्वर हो होइन। हामीले परमेश्वरलाई कहाँ राखेका छौँ, कुन स्थानमा राखेका छौँ? परमेश्वरले तपाईँलाई ज्ञान दिनुभएको छ। सजिलोसँगले भन्छौँ फेरि हामीले प्रार्थनामा, आफू चाहिँ गर्दैनौँ फेरि है। प्रभुको वचनले भन्छ, भन्साग्रहको पुस्तक 13 अध्यायले भन्छ, परमप्रभु मेरो गोठालो हुनुहुन्छ, मलाई केही कुरो खाँचाउँदैन। यो सत्य कुरो, परमप्रभु हाम्रो गोठालो हो। तर तपाईँको घर हेरिदिने, तपाईँको कुनै के हेरिदिने तपाईँको त्यो गोठालो होइन, तर तपाईँको आत्मिक गोठालो हुनुहुन्छ उहाँ। अनि मलाई केही कुरो खाँचाउँदैन। जब तपाईँ आत्मिक जीवनमा अगाडि बढ्नुहुन्छ, परमेश्वरले खिलाउनुहुन्छ।
यो कुरो अविश्वसनीय छ। हामीले पैसा रुपियाँमा, धन दौलतमा, काम कुरोमा ज्यादा हामीले फोकस गर्छौँ। मैले काम गरेर भोकै हुन्छ होला, मैले यो गरिरहनु भोकै हुन्छ होला, त्यो पनि हो। तर यदि तपाईँ परमेश्वरलाई आत्मिक क्षेत्रमा अगाडि तपाईँ आफ्नो जीवनलाई बढाउनुहुन्छ भने तपाईँलाई के कुरो खास हुँदैन। उहाँले मलाई हरियो खड्कामा सुताउनुहुन्छ र उहाँले मलाई सुक्चैनको पानीनिर डोलाउनुहुन्छ भनेर प्रभुको वचनले भन्छ। उहाँले मलाई हरियो खड्कामा, हरियो खड्का भने के हो? हरियो खड्का भनेको तपाईँ भरपेट खानु क्या, हरेक क्षेत्रमा, आत्मिक क्षेत्रमा। अनि हामी त खानै मान्दैनौँ नि, हो। तपाईँलाई परमेश्वरले असल असल कुरा राखिदिनु भएको छ, हो, तर हामीले खानै मान्दैनौँ, परमेश्वरको वचनलाई खानै मान्दैनौँ। सुक्चैनको पानीतिर डोडाउनुहुन्छ प्रभुले, तर हामी अर्कै पानीतिर लाग्छौँ। र आजदेखि तपाईँले यो कुरोलाई बन्द गर्नुहोस्। अब यस्तो शिक्षा मण्डलीमा त दिनु हुँदैन, हो। मण्डलीमा दियो भने त आउँदैन चर्च, हो। अब यो अनलाइनमै हो, यसरी युट्युबमा, फेसबुक पेजद्वारा, होइन, सुन्नेले त सुन्छ नि त। त्यसैले हामीले परमेश्वरलाई कहिले पनि त्यो गोठालो नबनाऊ कि प्रभु मलाई सुधार्नुहोस्। आफू चाहिँ सुध्रिनु चाहँदैन, हो केटाहरू। आफूले पनि कोसिस गर्नुहोस्। पवित्र आत्माले त तपाईँलाई हिट गरिराखेको हुन्छ। पवित्र आत्माको वचनले के भन्छ? 1 Corinthians 16 अस्ति मैले भनेको, तिमीहरूको हृदय चाहिँ पवित्र आत्माको मन्दिर हो। प्रकाश 3:20 के भन्छ? म तिमीहरूको हृदयमा आएर के गर्छु? ढकढकाउँछु। कतिचोटि ढकढकाएँ, हो। म पनि पहिला बदमास मान्छे हो, मैले पनि थुप्रै कुराहरू सेवन गरेको छु, तर परिवर्तन परमेश्वरले गर्नुहुन्छ। मेरो जीवन गवाई म तपाईँलाई केही महिनापछि राख्नेछु, होइन, राख्नेछु। अनि प्रकाश 3:20 भन्छ, म तिमीहरूको हृदयको ढोकामा ढकढकाउँछु। जवानहरूको हृदयमा कति ढकढकाउनुहुन्छ, हो। सुन्छ, थाहा छ मैले यो कुरा गर्दा यो हुन्छ, म यो कुरा गर्दा यो हुन्छ, मैले बाइबलको कुराहरू माने भने पुरा आशिष आउँछ। तर संसारको दूतहरूले के गरेको छ? पक्रेर राखेको छ। नराम्रो कुरा हेर्ने, प्रोनका कुराहरू हेर्ने, एडल्टका कुराहरू हेर्ने, हो, विभिन्न घिनलाग्दा कुराहरू हेर्ने, जाने, हो। त्यो कुराहरूले हामीलाई के गरेको छ? पक्रेर राखेको छ। अनि प्रभुको वचनले भन्छ हाम्रो लडन त चाहिँ मान्छेहरूसँग होइन, आरिस गरेर डाह गरेर त्यस्तो होइन। हाम्रो लडन चाहिँ अन्धकारको शक्तिहरूसँग हो। दियावल्स, अन्धकारका शक्तिहरू, जसरी तपाईँलाई चर्च जान मन गराउँदैन, तपाईँलाई प्रार्थना गर्न मन गराउँदैन, तपाईँलाई डाहा, आरिस, लोभ, हो। हाम्रो इसाईहरूको जिन्दगी, अरूको जिन्दगीमा थुप्रै यस्ता कुराहरू आउँछ। तर त्यो कुराहरूबाट हामी अलग रहनुपर्छ। हामीले आत्माको घरलाई निर्माण गर्नुपर्छ। कतिजनाको त घर, संसारको घर बनाउँदै आधा जिन्दगी जान्छ, हो। तर हामीले आत्मिक घर बनाउनुपर्छ। हाम्रो घर यो होइन, हाम्रो यहाँ डेरा मात्रै हो, हो। तपाईँ ढुक्क हुनुहोस्, तपाईँ पानीबाट तपाईँको छत छुएन भने, तपाईँ भोकै सुत्नु परेको छैन भने, तपाईँ यताउता बजार जाँदाखेरि अलिकति राम्रै लुगा लाउनु भएर जाँदैछ भने तपाईँ ढुक्कै हुनुहोस्। तल परमेश्वरले थुप्रो आशिष दिनुभएको छ। त्यसैले आज नि तपाईँले चेन्ज गर्नुहोस्। प्रभु, तपाईँ मेरो के हो? आत्मिक गोठालो हो। हामीले त परमेश्वरलाई त शरीरको गोठालो हो। मलाई सुधार्नुहोस्, मेरो छोराछोरीको भविष्य तपाईँको हातमा छ, कुनै के तपाईँकोमा छ, हेन तेन यो गरिदेऊ, त्यो गरिदेऊ, ऊ गरिदेऊ, सुँगुर बिमार हुँदा चङ्गाई गरिदेऊ, त्यो सबै कुरो परमेश्वरलाई ज्ञान दिनुभएको छ, हो। बाख्रा बिमार हुँदा कुनै के गरिदेऊ, त्यो सबै कुरो परमेश्वरलाई आशिष दिनुहुन्छ। तर परमेश्वर चाहिँ तपाईँ मेरो आत्मिक गोठालो हुनुहुन्छ। तपाईँ जब आत्मामा लड्नुहुन्छ नि, तब भन्नुहोस् प्रभु म आत्मामा लडेको छु, मलाई तपाईँको के छ? जरुरत छ। तपाईँले मलाई सेफर्ड गर्नुहोस्, तपाईँले मलाई गोठालो गर्नुहोस्। जब तपाईँ आत्मामा गरिब हुनुहुन्छ, जब तपाईँ गलत बाटोतिर लाग्दै हुनुहुन्छ, तपाईँलाई थाहा हुन्छ, त्यति बेला चाहिँ तपाईँले भन्ने हो प्रभु तपाईँले मलाई के गर्नुहोस्? सेफर्ड गर्नुहोस्। भन्सँग त्यही सत्य चाहिँ त्यति बेला तपाईँले लाउनुपर्छ। अनि भन्नुहोस् प्रभु यु आर माई गुड सेफर्ड, द लर्ड यु आर माई सेफर्ड। तब तपाईँले भन्नुहुन्छ, है। जब तपाईँको जीवनमा लोभ आउँछ, ईर्ष्या, घमण्ड, व्यभिचार, घिनलाग्दा कुराहरू तपाईँको जीवनमा आउँछ, तब तपाईँले भन्नुहोस् प्रभु मलाई तपाईँको सेफर्डको, तपाईँको गोठालोको मलाई खाँचो छ। तब परमेश्वरले तपाईँलाई असल बाटोतिर, जसरी भेडाहरू तपाईँले देख्नुभएको छ, अब यतातिर त भेडा हुँदैन, होइन, तपाईँकोतिर होला। भेडालाई तपाईँले देख्नुहुन्छ, भेडा गोठालोले कसरी भेडालाई कसरी
एउटा असल बाटोमा है भेडा कति सोझो हुन्छ होइन। हामीलाई पनि ईसाईलाई पनि भेडासँग तुलना गरेको छ। तर अब अहिले त भेडासँग तुलना चाहिँ नगरेको राम्रो, किनभने ईसाईहरू चलाक भएको छ अहिले। अहिले जति चलाक छ प्रायः ईसाईहरू नै देख्छु हो, जताततै हो लोभ लाग्छ हो, सब जग्गा सिधा छैन अहिले हो। अब यो संसार बदलिनेछ प्रभुको आगमन, तर तपाईँ म चाहिँ भेडा जस्तो सिधा हुनुपर्छ, सिधा भएर। फेरि सिधा पनि यति साह्रो सिधा होइन, तपाईँको सम्पूर्ण कुरो लुटेर लगेको छौँ है। प्रभुलाई ज्ञान माग्नुहोस्, प्रभु मलाई बुद्धि दिनुहोस्, ज्ञान दिनुहोस्, सामर्थ्य दिनुहोस्, शक्ति दिनुहोस् भनेर तपाईँले यदि प्रार्थना गर्नु भने अवश्य नै तपाईँको जीवनमा परमेश्वरले सेफर्ड गर्नुहुन्छ। हालेलुया। र म तपाईँलाई अन्तिम यो सब पद पढेर बिदा दिन चाहन्छु। प्रभुको वचन भन्छ 23 अध्याय, परमप्रभु मेरो मेरो लागि प्रार्थना गरिदिनु होला। म एकदमै अझै मेरो खोकिरो जाति भएको छैन र यो दिवाबासको पनि काम हो। मलाई बोल्न एकदमै सक्दिनँ म होइन, बोलेकै त खोकी लाग्छ, तर म एकदमै म विश्वास गरेर यो बोल्छु, मलाई रोक्ने छैन। र परमप्रभु मेरो गोठालो हुनुहुन्छ, मलाई के कुरोको खाँचो हुँदैन। उहाँले मलाई हरियो खड्कामा सुताउनुहुन्छ, उहाँले मलाई सुक्चनको पानीनिर डोराउनुहुन्छ, उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ। पुनर्जीवित भनेको फेरि हाम्रो आत्माहरू मरेको हुन्छ। हामी सधैँभरि आत्मिक हुँदैनौँ होइन, संसारको कुराहरू छ, थुप्रै कुराहरूले हामीलाई हाम्रो आत्माको कुराहरू मरेको हुन्छ। तर हामीले थाहा गर्नुपर्छ मेरो आत्मा मरेको छ भनेर। त्यति बेला चाहिँ प्रभुलाई भन्नुहोस्, प्रभु मलाई पुनर्जीवित भनेको फेरि पनि जीवित पार्नु भनेको है, पुनर्जीवित पार्नुहुन्छ। र उहाँले मलाई आफ्नै नाउँको खातिर मलाई धार्मिकताको मार्गमा अगुवाई गर्नुहोस्। त धार्मिकताको अगुवाईमा हामीलाई चाहिँ उहाँले के गर्नुहुन्छ, अगुवाई गर्नुहुन्छ भनेको चाहिँ सेफर्ड गर्नुहुन्छ, हामीलाई गोठालो गर्नुहुन्छ। के को कुरामा? यहाँनिर धार्मिकताको कुराहरूमा हो। घोर अन्धकारमा मैले हिँड्न परे तापनि तब चाहिँ तपाईँलाई त्यो आशिष हुन्छ। हेर्नुहोस् त, घोर अन्धकारमा हिँड्न परे तापनि म कुनै खतरादेखि डराउँदिनँ, किनभने तपाईँले तपाईँको जीवनलाई एकदमै पवित्रताको कुरामा राख्नु भएको छ होइन। तर विश्वास छ परमेश्वरले मेरो आत्माको के गर्नुहुन्छ, ख्याल गर्नुहुन्छ अथवा सेफर्ड गर्नुहुन्छ, यही कुरो। अनि मेरो शत्रुको सामुन्ने तपाईँले मेरो निम्ति भोज तयार पार्नुहुन्छ। तपाईँले मेरो शिर तेलले अभिषेक गर्नुभएको छ र मेरो कचौडा भरेर पोखिन्छ। निश्चय मेरो जीवनभरि भलाइ र करुणा म पछि लाग्नेछ र परमप्रभुको घरमा म सदा रहनेछु भनेर प्रभुको वचनले भन्दछ। र सबैलाई जय मसीह। र आज म आई थिङ्क 8 बजी लाइभ आउनेछु र तपाईँहरूको प्रार्थनाको निवेदनहरू छ भने, तपाईँको कतिवटा कुरोहरू लिएको छ भने चाहिँ तपाईँ अवश्य मसँग जोड्नु होला। र हामी बातचित चाहिँ गर्ने छैनौँ। तपाईँ लाइभमा आउनुहोस् अनि त्यहाँनिर हामी त्यो प्रार्थनाको निवेदनहरू छ भने चाहिँ तपाईँले अवश्य नै कमेन्ट गर्न सक्नुहुनेछ। सबैलाई जय मसीह।